नमस्कार, म विक्रम सुभाष सलिम जुम्लाबाट। आज निकै लामो समयपछि म एउटा गजल वाचन गर्न गएको छु। गजल चाहिँ मेरो पुरानै रहेको छ। गजल यसरी सुरु हुन्छ। मैले भनेका सत्य कुरा तिमीले नबुझेपछि भएका छन् सपना अधुरा तिमीले नबुझेपछि। मैले भनेका सत्य कुरा तिमीले नबुझेपछि भएका छन् सपना अधुरा तिमीले नबुझेपछि। तिमीलाई पवित्र प्रेम गर्छु भनेको थिएँ, तिमीलाई पवित्र प्रेम गर्छु भनेको थिएँ। मैले भनेका सत्य कुरा तिमीले नबुझेपछि भएका छन् सपना अधुरा तिमीले नबुझेपछि। मैले तिमीलाई पवित्र प्रेम गर्छु भनेको थिएँ। गल्ती बिना नै लागे मुटुमा छुरा तिमीले नबुझेपछि। गल्ती बिना नै लागे मुटुमा छुरा तिमीले नबुझेपछि। मैले भनेका सत्य कुरा तिमीले नबुझेपछि। जीवनको यो लामो यात्रा तिमीसँगै गर्न मन थियो, जीवनको यो लामो यात्रा तिमीसँगै गर्न मन थियो। मैले भनेका सत्य कुरा तिमीले नबुझेपछि भएका छन् सपना अधुरा तिमीले नबुझेपछि। जीवनको यो लामो यात्रा तिमीसँगै गर्न मन थियो। आज सोचेको हुँदै भएन पुरा तिमीले नबुझेपछि। आज सोचेको हुँदै भएन पुरा तिमीले नबुझेपछि। साँच्चै यो निधारमा अभागी हुन लेख्या रहेछ मेरो, साँच्चै यो निधारमा अभागी हुन लेख्या रहेछ मेरो। साँच्चै यो निधारमा अभागी हुन लेख्या रहेछ मेरो। लगाउन पाइन तिम्रो हातमा छुरा तिमीले नबुझेपछि। लगाउन पाइन तिम्रो हातमा छुरा तिमीले नबुझेपछि। मैले भनेका सत्य कुरा तिमीले नबुझेपछि भएका छन् सपना अधुरा तिमीले नबुझेपछि।